5,000 रुपियाँ नदेखेको हामी 3 जना बेरोजगार साथी हिँड्यौं 5 करोड रुपियाँ लगानीमा बनेको विराट स्पोर्ट्स जोनमा। यहाँ पुगेपछि हामी थाहा पायौं कि 5 करोड रुपियाँ कति हुन सक्छ भनेर। 500 रुपियाँमा हामी आफ्नो किडनी बेचेर आज गो कार्टिङ गर्ने निर्णय लियौं र यो कागजातमा सबै साइन गरेर हामीले अफिसमा बुझाएर हामी गो कार्टिङ गर्न पुग्यौं। विराटनगर भरिको टायरहरू सबै यहाँ छ र विराटनगरको कार कसरी कुदिरहेछ थाहा छैन। रातो रङ देख्नु हुँदैन कि सोनमलाई भ्यालेन्टाइनको दिन याद आउँछ र म उसलाई भन्छु कि तिमी कन्याहरू सिंगल हो, तिमीहरू रातो रङमा जानु हुँदैन र दुईजनालाई येलो कलर चुज गरेर गो कार्टमा बसे। यहाँको तामझाम देखेर यस्तो लाग्यो कि उहाँहरूले हामीलाई यति रेडी गराइदिनुहुन्छ कि हामी बोर्डरमा कुनै जङ लड्न जानुपर्ने अवस्था देखिन्छ। भगवान बजरंगबलीको नाम लिँदै सोनमले गुटुकुटु अगाडि कुदाएर र यो दुईजनाको मन खुसीले फुटु 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 भएर यिनीहरूले मजाले गो कार्टिङको मजा लिनुभयो र यिनीहरूको यति धेरै भिडियो खिचेर रिसमा आएर मैले पनि 2-4 वटा टायर यसो उडाइदिए, आफ्नै बाउको त सम्पत्ति हो भनेर। यति मेहनतको काम गरेर यी भोकरहरू डाइटिङको नाममा जुन आतंक मचाएका छन् के भन्नु। दुनियाँ भाडमै जाए र हम डोनट खाए भन्दै नारा लगाउँदै नबिनाले 3, 4, 5 वटा डोनट छपाएर अन्त्यमा यो भिडियो अन्त्य गर्नु पर्यो।